आज चाहिँ मसँग चाहिँ यति धेरै पैसा छ पैसा चाहिँ कसको र किन चाहिँ कहाँबाट चाहिँ आउला त साथीहरु त्यसको लागि चाहिँ भिडियो चाहिँ लास्टसम्म हेरौँ है त। सो हेलो एभ्रीवन वेलकम ब्याक टु माई युट्युब च्यानल है पढ्दा सबैजना सन्चै हुन्छ साथीहरु मन एकदम सन्चै त हुन्छ हजुर पनि सबैजना सन्चै हुन्छ आशा गर्दै म चाहिँ आइसकेछु फेरि आफ्नो चाहिँ छोटो मिठो मिनी ब्लग चाहिँ लिएर अरु दिन जस्तै म चाहिँ बिहान उठेर आज कोठाको चाहिँ सरसफाइ गर्नुपर्ने थियो म चाहिँ सरसफाइ गर्नतिर लागे चाहिँ सरसफाइ गरेर म चाहिँ हात मुख धोएर चाहिँ फ्रेस भएँ हिजो अनि कलेजबाट आउँदाखेरि पानीले परेर हेर्नु न ब्यागहरु चाहिँ ब्यागको किताबहरु सबै भिजाएको थियो नि त अनि आज चाहिँ हेर्नु न सब उक्किएर हैन किताबको अनि यो कापीको अनि चाहिँ नोटको रबको चाहिँ हैन सबको पानाहरु चाहिँ आफै उक्किरहेको थियो हैन हिजो चाहिँ गलेर होला धेरै नै खत्तम बनाएको थियो पानीले यहाँ चाहिँ म चाहिँ बिहान चाहिँ जाँदै थिएँ म चाहिँ दोकानतिर अनि बिहान के साह्रो हो कि साथीहरु चाहिँ घाम परेको यो पानी आए पनि पानीको पानी घाम पर्यो नि यति जोरले घाम लाग्ने बिहानको 9 बजे यस्तो घाम लागिरहेको थियो कि साथीहरु बाहिर ननिस्किने जस्तो अनि चाहिँ दोकानमा पुगेर पनि म चाहिँ किनेर चाहिँ कुकुरको लागि चाहिँ बिस्कुट अनि मन्जन अनि मैले प्यानहरु चाहिँ चाहिने थियो म चाहिँ प्यान नि किने अनि त्यतिर हेर्नु न घर पुग्न पाएको छैन कुकुरलाई हेर्नु न पुरै बिस्कुट ल्याएर आइदिए थिएँ नि त मैले कुकुरको लागि अनि लास्टै गरे खानको लागि उ गरिरहेको थिएँ कि हैन अनि यसको चाहिँ माया चाहिँ लास्टै लाग्छ साथीहरु मलाई चाहिँ अनि चाहिँ बिहानको नास्ता गरेर फेरि म चाहिँ नोट गर्नुपर्ने थियो अब चाहिँ बर्खा बिताको नोट नि धेरै नि दिनुभएको थियो सरहरूले अनि नोट गर्नुपर्ने थियो अनि म चाहिँ नोट गर्नतिर लागे एकछिन चाहिँ नोट गर्न लाग्यो हैन नोट गर्दा गर्दै यस्तो झ्याउ निन्द्रा भन्ने चिज मलाई मात्रै हो कि हजुरहरूलाई पनि लाग्छ यस्तो हैन यता त हेर्नु न 3-4 पानी लेख्न पाएको छैन हैन झ्याउ निन्द्रा भन्ने चिज लागेर यस्तो एउटा भइरहेको थियो हैन सबैलाई हुन्छ कि मलाई मात्र हो कि यस्तोको समस्या चाहिँ के हो सास कुरा चाहिँ म चाहिँ आफ्नो कोठामा चाहिँ नोट गर्दै थिएँ अनि एक्कासी यत्रो पैसा चाहिँ आयो कि मलाई चाहिँ दिनु भएन यत्रो पैसा चाहिँ म चाहिँ कहाँबाट आयो चाहिँ शोकमा भएँ अनि यो पैसा भनेको चाहिँ हाम्रो चाहिँ भैँसी बेचेको पैसा हो है त साथीहरु चाहिँ भैँसी बेच्नु भएको आज हाम्रो घरको त्यतिर पैसा देखाउँदैन त्यतिर फेरि म चाहिँ घाँस काट्नु पर्ने थियो हैन बाख्राको लागि चाहिँ अनि यतातिर रुखमा चढ्नु पर्ने छ माथि चाहिँ भोइखरा बाख्राको लागि चाहिँ घाँसको लागि अनि बिहानबाट घरमा बस्दै वाक्क दिक्क भइसकेको थियो हैन बिहानबाट नोट गर्नुपर्ने थियो नि त अनि घरमा बसेको थियो हैन अनि त्यतिर केटाहरु आएको थियो अहिले चाहिँ दोकानतिर जाम भनेर अनि हामी चाहिँ दोकानतिर जान लाग्यो केटाहरुसँग अनि दोकानतिर आएर एकछिन चाहिँ नास्ता खायो नास्ता गरेर बिहानबाट नोट गरेर होला निन्द्रा नि लास्टै लाग्ला जस्तो भइरहेको थियो अनि त्यो साथीहरु नै आजको लागि चाहिँ भिडियो नै यति नै भन्न चाहन्छु अब चाहिँ नेक्स्ट भिडियो हेर्नुपर्छ त्यसको लागि बाइ बाइ सबैजनाले माया सासपटी गरेर फलो गरिदिनु होला है त।